नभएदेखि चाहिँ पनि समय लाग्छ। र हामी चाहिँ साउदी अरेबिया बस्नको लागि सहज बनाउनुको लागि चाहिँ दैनिकी कामहरू गर्नुपर्ने हुन्छ। काममा जाने आउने बढी घाम लागेपछि चस्मै लाउनु पर्ने हो। फेरि यहाँ चाहिँ समस्या के हुन्छ भने घाम सँगसँगै हावा पनि आउँछ कि हेर्ने गाह्रो हुन्छ नि हल्का सजिलो यस्तै हावा आउँछ नि त्यो हावाको लेभलै धेरै हुन्छ भने सकिँदैन। त्यो भएर चस्मा लाउनु पर्ने हुन्छ। यस्तो खाले हावा त्यहाँबाट त्यो हावा आउँछ बाटो सबै उगाएर हुन्छ। र मैले चाहिँ हिजो छुट्टीको बारेमा हालेको थिएँ। आज चाहिँ अब ड्युटी जाँदैछु। नर्मली हाम्रो दैनिक यस्तै नै हुन्छ। ड्युटी जाने आउने भात खाने सुत्ने त्यसपछि आउँछ छप्पसँगले महिना मरेपछि सेलरी। हेलो वेलकम टु माई ब्लग है। आज ब्लग पनि मैले सुरु गरिसकेको छु। हिजो चाहिँ मेरो छुट्टी थियो त्यो भएर आज कोठामै बसेँ। अहिले चाहिँ अब ड्युटी जानुपर्ने छ। यहाँ ड्युटी लागिसकेँ म। आज चाहिँ अब हल्का अल्छी लागिरहेको छ ड्युटी जानको लागि चाहिँ। हिजो जाडो थियो बाहिर निस्किएको थियो हल्का घुम्नु। त्यो कफी सपको छतमा बसेको थिएँ। घाँटी चाहिँ सबै बसेछ जाडो। यहाँको चाहिँ विन्टर समय भएकोले गर्दाखेरि चाहिँ जाडो र गर्मी यो छुट्टिनुको लागि धेरै गाह्रो भइरहेको छ। 2 दिन चाहिँ घाम लाग्छ, फेरि 2 दिन पानी पर्छ, फेरि 2 दिन जाडो हुन्छ। हिजो अस्ति मौसम एकदम दामी थियो र अहिले चाहिँ फेरि ठ्याक्कै मौसम चाहिँ चिसो भएको रहेछ। आज हिजो चाहिँ हल्का चिसो थियो तर मैले चाहिँ ठन्डै हिजो कपडाहरू लगाएको थिएँ। त्यो भएर चिसो फिल हुनु पाएन। यो हो कि साउदी अरेबियाको रियल लाइफ एक्सप्लोरिङ साउदी अरेबिया बसेको मेरो भ्लगै। यो चाहिँ अब लास्ट जाडो रहेछ अझै फेरि। यस्तो दामी छ्याप्पै घाँसी बसेछ कि सुतेको थिएँ हिजो 5 बजी सुतेको म। बेलुकाको बिहानको 5 बजी सुतेको 1 बजी उठेको छ्याप्पै लामो समय सुतिदिएको छ। ठिक छ तर घाँटी चाहिँ झ्याप्पै बसेछ त। यो चाहिँ हो साउदी अरेबियाको रियल लाइफ स्टोरी चाहिँ मैले एक्सप्लोरिङ गर्ने। छुट्टी भयो भने चाहिँ छुट्टीको दिन भोलिपल्ट काम भनेको हल्का अल्छी लाग्छ। किनभनेदेखि अब छुट्टीले गर्दाखेरि चाहिँ त्यो शरीर बोधो भएको हुन्छ। यो चाहिँ अब मेरो अहिले गाडी आएन। काम गर्ने ठाउँबाट चाहिँ रुमसम्म बाटो चाहिँ अलिकति टाढो छ मेरो। लगभग 10 मिनटको भाइदेखि अझै ठिक हुन्थ्यो। लगभग 20 मिनट जति लाग्छ। त्यो अलिकति समय लाग्छ।
जानु आउनु र पनि ठिकै छ, यति सर्भाइभ गर्न सकिन्छ। अलिक धेरै नै टाढा चाहिँ गाह्रो हुन्थ्यो, यति पनि ठिकै नै हो। यो चाहिँ हो मेरो काम गर्ने ठाउँ जाने बाटो। गाडी आयो भने सुई 2 मिनटमा पुगिन्छ। अब धेरै भयो काम गरेको पनि, आजभन्दा त्यति धेरै सेलरी त हुनै भन्दैन। महिना भएपछि आउँछ, महिना भएपछि आउँछ भन्ने हुन्छ। सुरुमा चाहिँ चाह जस्तो लाग्थ्यो सेलरी आउँछ भनेर, एक्साइटेड भइन्थ्यो बढी। बस्दै गएपछि चाहिँ अब होइन काम जस्तो नै सेलरी भन्दा काम ठुलो भयो जस्तो भयो अहिले। पानी बसिन्छ सेलरी कहिले आउँछ महिनामा आउँछ भन्दा पनि अब काममा जाने आउने भातको सुत्यो। मेन्टली सेटअप नै भएको छ, काममा जाने आउने सेलरी आउने सेलरी आइहाल्छ। अलिकति समस्या भनेको चाहिँ के भन्छ भने सेलरीमा काममा भन्दा पनि अलिक बस्दै गइसकेपछि साउदिनी कहिले छोड्ने हो भन्ने चाहिँ प्लानिङ हुन्छ कि। किनभनेदेखि त्यो चाहिँ काम गर्नु बसिन्छ नि त, बसाइ र सेलरीको हिसाब भन्दा पनि काम र सेलरीको हिसाब भन्दा पनि यहाँको बसाइ चाहिँ कति गर्ने हो भन्ने कुराको चाहिँ बढी चिन्ता हुन्छ मान्छेहरूलाई। लङ टाइम बस्दै गइसकेपछि नयाँ नयाँ आउनेहरूलाई जस्तो हुँदैन। जस्तो म चाहिँ 4.5 साल भयो आएको, नेपाल नगइ बसेको 4.5 साल भयो। भाइ गर्दै आएपछि अब बसेर चाहिँ पनि टुङ्गा लगाउने भन्ने तिरको चाहिँ ध्यान जान्छ मेरो चाहिँ। यस्तो ठाउँमा काम गर्नुपर्छ अनि अब केही पाउनु केही गुमाउनुपर्छ भने जस्तो नभए यस्तो ठाउँ बस्ने साह्रो हुन्छ। धेरै नै नेपाल चाहिँ जानु मन लागिरहेको छ, तर जाने सबै कुराहरू मिलिसकेको छैन। ल हामीभन्दा पहिला आउनेहरूले त आएर गयो, के गर्नुभयो कति गर्नुभयो गर्नुभयो। तर मैले टाइममा चाहिँ योभन्दा पछि समय आउने भावी पुस्ताहरूको लागि चाहिँ जानकारीमूलक भिडियोहरू बनाइदिएको छु, यो हेर्नु होला भिडियो। अब के काममा जाने हो, आउने हो, भात खाने हो, सुत्ने हो, ठाउँ यस्तै नै हुन्छ है। ठाउँ जस्तोमा बुढाफन्त भनेकै हुँदैन, मार्केट पनि नजिक हुँदैन। अनि अब केहीसँग हाल्नु पऱ्यो भने टाढै जानुपर्ने हुन्छ मार्केट। त्यसपछि धेरैवटा देशको मान्छेहरू हुन्छ काम गर्ने ठाउँमा, यहाँको भाषा फरक हुन्छ, यहाँको धर्म फरक हो। त्यो भएकोले गर्दाखेरि बानी हुनु अलिक समय लाग्छ यिनीहरूलाई। तर पनि अब जस्तै उनीहरू बानी त हुन्छ अलिकति त्यो गाह्रो फिल हुने फेज समयमा चाहिँ त्यो मेरो भिडियो हेरेर याद गर्नु होला, ताकि तपाईँहरूलाई सहज होस्। बसाइ भनेको यस्तै ठाउँमा हो, काम भनेको अब कसैको धेरै कसैको थोरै समय फरक पर्ला, तर हामीले बस्ने वातावरण चाहिँ यही नै हो। अझै मसिनो हाम्रो यो सपहरू भनेको तिर बस्नु सजिलो हुन्छ। 12-15 जना हुन्छ कामदारहरू। यो ठुल्ठुलो कम्पनीतिर चाहिँ धेरै हुन्छ मान्छेहरू, त्यस्तोमा बस्नु अझै गाह्रो हुन्छ। ठुल्ठुलो कम्पनीमा चाहिँ बस्नुलाई धेरै गाह्रो हुने गर्छ। यो चाहिँ हो
अझै हल्का मेरो घाँटी बसेकोले गर्दा चाहिँ भन्नु गाह्रो पऱ्यो। घाँटीलाई बसिएको छ, त्यही माथि चिसो हावाले मजाले भेट्यो। अहिले 15 रहेछ तापको। 15 भनेको त लगभग यो त जाडोमै पऱ्यो नि। त्यो ज्याकेट लाग्यो र पनि जाडो भइरहेको छ मलाई। मेरो भिडियोमा चाहिँ विशेष त्यस्तो बनावटी केही पनि हुँदैन, जस्तो त्यो रियल हुनेछ, छोटो मिठो खालको। विदेश बस्नेहरूको लागि चाहिँ इन्सपिरेसनको लागि बनाएको भिडियोहरू हो। त्यो म आफै पनि भोगिरहेको छु र अरूलाई पनि इन्सपिरेसन गरौँ, बसाइ यस्तै नै हो भन्ने तरिकाले चाहिँ मैले सेयर गरेको। है त अहिले चाहिँ अब 2-4 जना हुनुहुन्छ भिडियो हेर्ने। हुनुहुन्छ नयाँ नयाँ मान्छेहरू, कसैलाई हेल्प पुगिरहेको छ मेरो भिडियोले, धेरै मान्छेहरूले हेर्नु भएको छ, धेरै मान्छेहरूले सहयोग भइरहेको छ मेरो भिडियो बनाएकोबाट। यो बसाइ भनेको चाहिँ यो तरिकाको हुन्छ र तपाईँहरूले पनि जहाँ हुनुहुन्छ, जस्तो ठाउँ हुनुहुन्छ, तरिकाले लाग्नु होला, गर्नु होला, प्रयास गर्नु होला, बसाइ रमाइलो बनाउनु होला। लगभग अब कति समय हो देखि चाहिँ बन्द गर्नुपर्छ होला, पानी गएको भएछ। किनभनेदेखि अब लामो भिडियो बनाइयो भनेदेखि युट्युबमा हाल्नु मिल्दैन। त्यसपछि अब कन्टेन्ट चाहिँ मेरो चाहिँ अब छोटो मिठो बनाउनु खोज्यो हो, धेरै लामो भने पनि हेर्नु गाह्रो हुन्छ मान्छेहरूले। धेरै लामो बनायो भने मान्छेले हेर्न गाह्रो हुन्छ, अहिलेको समयमा लामो समय दिनु सक्दैन। त्यो भएको कारणले छोटो मिठो मैले बनाएँ। ल आज चाहिँ म काम गर्ने ठाउँमा चाहिँ लागिसकेँ। आजको ब्लग चाहिँ यति भयो त मेरो।